जय नेपाल गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज हामी कुरा गर्छौँ क्यान्सिलेसन र भिजिट भिसाहरूले काम कसरी खोज्ने दुबईमा। एकदमै सजिलो छ है गाइज, टेन्सन लिनै पर्दैन, एजेन्टको थ्रु जानै पर्दैन। हजुर एजेन्ट सेजेन्ट छोड्नु भाडमा जाओस्, हजुर आफै खोज्न सक्नुहुन्छ। र भिडियो लास्टसम्म हेर्नु होला, बल्ल बुझ्नुहुन्छ। मेरो 2-3 सालको एक्सपिरियन्स हो, त्यही बताइरहेको छु। हजुरलाई एकदमै सजिलो हुनेवाला छ, टेन्सन लिनै पर्दैन। जब हजुरको हातमा छ सम्झिहाल्नुहोस्। जो च्यानलमा जो पनि नयाँ आउनुभएको छ च्यानललाई सब्सक्राइब गर्नु हाल्नु होला। पहिला सब्सक्राइब गरेपछि हजुरले यो थाहा पाइहाल्नुहुन्छ कि नयाँ भिडियो भाइले जे पनि हाल्छ हजुरसँग आइहाल्छ। सो अब च्यानललाई भिडियोलाई अगाडि बढाउँछौँ हामी। सो आजको टपिक हो भिजिट भिसा र क्यान्सिलेसनले कसरी काम खोज्ने। र पहिला क्यान्सिलेसनको कुरा गरौँ न, अलिक गाह्रो हुन्छ तिमीलाई। क्यान्सिलेसनमा कोही पनि छ भने कृपया उहाँहरूले पहिला उहाँको लेबर कार्ड हुन्छ, ठिक छ, लेबर कार्ड हुन्छ, लेबर कार्डको टाइम हुन्छ। आफ्नो कम्पनीमा हेर्ने युए पास हुन्छ, युए पास एपमा आफ्नो आइडी हालेर चेक गर्ने। हजुरको लेबर आइडी सक्यो भने हजुरले आफ्नो ड्युटी स्टप गर्दा हुन्छ। कम्पनीले त भन्छ हजुरलाई झुन्डाउनको लागि, होइन अझै गर्दै 1 महिना गर्दै, अझै 15 दिन गर्दै। हजुरको लेबर आइडी सकेको ठ्याक्कै 1 महिना हजुरसँग बसेको हुन्छ, यति कुरा याद राख्नु होला। अनि त्यसपछि हजुरको इमेल आइडी सक्यो भने त्यही कम्पनीले दिएपछि, जो रिजिग्नेसन लेटर दिएपछि, मतलब जुन क्यान्सिलेसन पेपर दिएपछि हजुरसँग जुन समय हुन्छ 10-5 दिन, त्यही मात्र तिम्रो पेपरमा हुन्छ। त मेन टाइम भनेको हजुरको लेबर कार्ड सकेपछि हजुरले ड्युटी स्टप गऱ्यो भने केही गर्न सक्दैन कम्पनीले हजुरलाई, ठिक छ। धेरै जस्तो कम्पनीमा लेबर कार्ड सकेर पनि काम गर्छन् मान्छेहरू, उहाँहरूलाई थाहा हुँदैन कि लेबर कार्ड मेरो सकेछ। त्यो युए पासमा गएर चेक गर्न सक्नुहुन्छ। र त्यो लेबर कार्ड सक्यो भने हजुरले के गर्नु होला, सबभन्दा पहिला आफ्नो ड्युटी स्टप गरिदिनु होला। कम्पनी भन्नु म ड्युटी जाँदैन, भयो मेरो लेबर कार्ड सकिसक्यो। त्यसपछि अरू कम्पनीबाट हजुरसँग 1 महिनाको टाइम मस्त हुन्छ। अरू कम्पनीबाट अफर लेटर लिएर आउनु झ्याममा। अफर लेटर अरू कम्पनीमा ल्यायो भने ल्याएर दिनुहुन्छ भने एउटा कम्पनीमा हजुरले जुन कम्पनीमा काम गरिराख्नुहुन्छ त्यहाँ तुरुन्तै लिन्छ र हजुरलाई एप्रुभल दिइहाल्छ र रेजिग्नेसन लेटर पनि दिइहाल्छ, क्यान्सिलेसन लेटर पाइहाल्नुहुन्छ। टेन्सन लिन पर्दैन, अनि गएर उतो कम्पनीमा गर्न सक्नुहुन्छ। न त हजुरले अर्को उपाय यो छ, हजुरले युए पासमा हेर्नुहोस्, हजुरको लेबर कार्ड जब सकिन लाग्छ त्यसको 10-15 दिन अगाडिबाटै काम खोज्न सुरु गरिदिनु, ठिक छ। अरू कम्पनीको अफर लेटर ल्याएर राख्नु। अरू कम्पनीले अफर लेटर दिन्छ भने पनि हजुरसँग 30 दिनको समय हुन्छ। र 30 दिनको समयमा हजुरको यता हजुरको लेबर कार्ड सकिन्छ 10-15 दिनपछि भने त्यसपछि कम्पनीलाई सिधा दिनु अफर लेटर कि मलाई यो ठाउँ काम छ, मलाई क्यान्सिलेसन पेपर दे। त्यसरी गरेर पनि जान सक्नुभयो। र काम खोज्नको लागि हजुरले सबभन्दा सजिलो त्यही इन्डिड एप भन्ने हुन्छ, नोकरी गल्फ हुन्छ, BYT.com हुन्छ, bed.com। त्यहाँ आफ्नो 2-4वटा सिभी लिएर हालिदिनु, झ्याम कि झ्याम हाल्नु, सबै ठाउँमा एप्लाई गरिदिनु होला। त्यहाँ केही पनि इन्टरभ्यू भन्ने त्यस्तो गाह्रो केही पनि हुँदैन। सानोतिनो काममा, ठुल्ठुलो काममा मात्र हो, 10,000 5,000 वाला काममा मात्र हजुरको इन्टरभ्यू लिने, न त त्यस्तो नर्मल कामहरूमा हजुरको इन्टरभ्यू लिने गर्दैनन्। त्यसैले मैले भनेको हजुरले टेन्सन लिन पर्दैन, काम ढुक्कै पाउनुहुन्छ। र भिजिट भिसामा पनि आउनुभएको छ भने हजुरले भिजिट भिसावालाहरूले पनि यही गर्नु होला। इन्डिड एप हुन्छ, bed.com हुन्छ, नोकरी.गल्फ.com भन्ने हुन्छ। त्यहाँ हजुरले आफ्नो हालेर आफ्नो सिभीलाई अपलोड गरेर अनि आफ्नो इमेल नम्बर हालिदिनु होला। पासपोर्टसँग पनि नम्बर पाइहाल्नुहुन्छ, आजकल सिम पाउनुहुन्छ यहाँ दुबईमा आरामले। जो के गर्नु होला, अनि सबै ठाउँमा एप्लाई गरिदिनु होला। 2-4 दिनमै हजुरको काम आइहाल्छ, हजुरको फोन आइहाल्छ कि काम गर्न आउनुहोस् मेरो कम्पनीमा भनेर। हजुरले जाने इन्टरभ्यू दिने, पास भइहाल्छ। इन्टरभ्यू पनि त्यस्तो खासै हुँदैन। र नेपालीहरूको भिजा तुरुन्तै लाग्छ गाइस, टेन्सन लिनै पर्दैन। नेपालीहरूको भिजा 24 घन्टादेखि 48 घन्टामै एप्रुभल भइहाल्छ, इमिग्रेसनबाट पनि एक्सेप्ट भइहाल्छ। सबभन्दा फास्ट भिजा लाग्ने भनेकै नेपालीहरूको गाइस, इन्डियन, बङ्गलादेशी, श्रीलङ्कन, सबैभन्दा फास्ट भनेको नेपालीकै भिजा लाग्ने हो दुबईमा। दुबईमा नेपाली जति फास्ट भिजा कसैको पनि लाग्दैन। यो नेपालीको एउटा स्पेसियालिटी छ। चाहे जब खोज्नुहोस्, चाहे भिजा लाउनुहोस्, हर चिजमा नेपाली एकदमै अगाडि छ गाइस। नेपालीलाई धेरै मान्छन् दुबईमा, र काम गर्न पनि मेहनती पनि थाहा छन् नेपालीहरू धेरै जस्तो भनेर सबैलाई थाहा छ। र त्यसरी नेपाली भिजाहरूलाई तुरुन्तै लाग्छ। मलाई कतिपय कम्पनीहरूले फोन गर्छन्, होइन नेपाली हो भन्ने बित्तिकै आइज कि आइज गर्छन्, होइन। अब के गर्नु, आफूलाई यहीँ ठिक छ भने अब अरू ठाउँमा गएर फाइदा पनि छैन। हजुरलाई जहाँ ठिक लाग्छ नि, जहाँ राम्रो स्यालेरी छ, जहाँ हजुरले चित्त बुझ्छ, बस्न खान हर चिज, त्यही बसेर काम गर्नु हजुरलाई त्यही राम्रो हो। र अहिले यो टाइममा आउटडोर काम बहुत धेरै गाह्रो छ गर्मीमा, इन्डोर कामै खोज्नु होला सकेसम्म। नेपाली भाइ बहिनीहरू रोइरहेको हुन्छन्। अनि मैले त्यही भने गाइस, क्यान्सिलेसन भिजा र भिजिट भिसाहरूले त्यही गर्नु होला गाइस। धेरै केही पनि गर्न पर्दैन, टेन्सन लिने कुरो धेरै केही पनि छैन। हजुरले सिधा केही नगरिकन सिधा चुप्प लगाएर आफ्नो एप्लाई गर्नुहोस्, धर सबै ठाउँमा हालिदिनु होला सिभी। अनि त्यसपछि अहिले भ्याकेन्सी बहुत धेरै छ दुबईमा गाइस, होइन। काम मस्त पाउनुहुन्छ, अरूले पाउँछ नपाउँछ, तर नेपालीले बहुत छिटो पाउने चान्स हुन्छ। र हजुरले एप्लाई गर्नु होला। होइन अब हजुरलाई ठुलो 5,000 10,000 वाला चाहिएको छ भने आफ्नो सर्टिफिकेट त्यतिको लिएर आउनुहोस्, ब्याचलर्सको, होइन।
मास्टर्सको पिएचडीको यताउता जुन जुन पढ्नुभएछ ठुलो कोर्स त्यसको सर्टिफिकेट लिएर आउनु, काम पाउँछ त्यसको लागि पाउँछ। त्यत्रो ठुलो छैन भने आफ्नो त्यही 2000 2500 3000वालामा रमाउनु, काम पाउन पाउँछ। मैले त्यही भनेको, आफ्नो हिसाबले हजुरको जुन हिसाबमा क्याटेगोरीमा पढ्नुहुन्छ, जस्तो हजुरकोमा त्यो छ स्पेसियालिटी छ होइन, गुण छ, त्यही हिसाबले काम पाउनुहुन्छ। त्यसमा कुनै टेन्सन लिनुपर्ने कुरा छैन। काम चाहिँ सबैले पाउँछ, मैले त्यही भनेको। सबले आएर भिजिट भिसा होस् या क्यान्सलेसनले यही तरिकाले एप्लाई गर्नु होला, मैले बताइसकेँ। टेन्सन लिनै पर्दैन। आफ्नो जसलाई केही समस्या छ, केही प्रब्लम भइरहेछ भने कमेन्ट गरिदिनु होला, मैले त्यसको पनि बताइदिन्छु उपाय। च्यानलमा जो पनि नयाँ आउनुपर्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला गाइज। नयाँ नयाँ भिडियो यस्तै आइरहेको छ नेपालीहरूको लागि। धन्यवाद।